सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ। सो आजको काम चाहिँ म तपाईँहरूलाई देखाउने छु। आजको काम चाहिँ के हो भन्दाखेरि आजको भ्लग चाहिँ मेरो घरकै भ्लग अनि काम गरेको चाहिँ म देखाउने छु तपाईँहरू सबैजनालाई। अनि चाहिँ म चाहिँ एप्रिन लगाएर एकदमै रेडी भइसकेर भाँडाकुँडा तपाईँहरूलाई देखाएर बेसनमा एक क्लास भाँडा त्यहाँदेखि चाहिँ म तपाईँहरूलाई गएँ भित्र देखाउनुको लागि। यति साह्रो लथालिङ थियो कि अब तपाईँहरूलाई के भन्नु, अब यति बिघ्न लथालिङ। अनि चाहिँ त्यहाँदेखि चाहिँ गएँ म यहाँ बिच कोठा देखाउनु, त्यहाँदेखिको भित्रको कोठा रुम देखाउनु। यहाँनिर चाहिँ एकदमै ज्यादा भुलिने बानी छ, किनभने फोन हेरिबस् फोन खेलाइबस् नि त अब के हेरेको गाइस हो। म चाहिँ त्यस्तो छु नि त, मेरो बानी चाहिँ त्यस्तो छ। अनि चाहिँ काम चाहिँ यति रास्तो पारेर होइन। अनि त रुम देखाउनु गएको थिएँ होइन। त्यहाँदेखि भाइ चाहिँ बाटोमै सुतिरहेको छ, कुन दिन चाहिँ लडाउने रहेछ भाइले चाहिँ। अनि चाहिँ त्यहाँदेखि चाहिँ म सुतेको रुम पनि यति साह्रो लथालिङ भइरहेको छ होइन गाइस। त्यहाँनिर चाहिँ मैले चाहिँ ओछ्यान पट्टाएकै थिइनँ फोन ज्यादा हेरेर होइन गाइस। अन्त चाहिँ त्यहाँदेखि चाहिँ म गएँ त्यहाँनिर। अनि त्यहाँदेखि चाहिँ तपाईँहरूलाई देखाउने छु, बिस्तारै देखाउने छु मैले काम गरेको। अनि चाहिँ के गर्दैछु तपाईँहरू सबैजना देखाउने छु। अनि सब्सक्राइब लाइक सेयर गरिदिनुहोस् होइन। अनि टाइम चाहिँ घडी हेर्दै थिएँ 9:30 बजिसकेको थियो। अनि अहिलेसम्म मैले काम सकेकै थिइनँ। अन्त बिरालो चाहिँ यहाँ मस्तले सोफामा बसिरहेको थियो। जो मैले हामी चाहिँ डेली सफा गर्नुपर्छ, यिनीहरू आएर फ्यात्तै बसिदिन्छ। अनि हिर्काउनु पनि माया लाग्छ होइन गाइस। अब के गर्नु, यस्तै छ यिनीहरूको बानी बेहोरा होइन गाइस। अनि चाहिँ यहाँ सो गाइस अब ज्यादा नभुलेर चाहिँ म किचनतिर किनभने मेरो ज्यादा भुलिने काम छ, ज्यादा भुलिन्छु त। अनि त चाहिँ त्यही कारण चाहिँ मेरो काम त्यस्तो छिटो चाहिँ हुँदैन होइन गाइस। त्यहाँदेखि चाहिँ मेरो फेसबुकमा गएर चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ, जुन चाहिँ मैले मुकबाङ हालेको छु। अनि युट्युबले चाहिँ मलाई चाहिँ हाल्नु दिएन मुकबाङ भ्लग, किनभने चाहिँ थाहा भएन के भयो, कपिराइट भनेर आयो के भनेर आयो होइन गाइस। तर मैले त्यो कपिराइट भनेर चाहिँ आएको छैन होइन गाइस। तर पनि तपाईँहरू गएर फेसबुकमा हेर्नु सक्नुहुनेछ होइन गाइस। अनि चाहिँ मेरो चाहिँ के भयो गाइस, युट्युबले हाल्नै दिएन। अन्त चाहिँ गाइस अब म चाहिँ तपाईँलाई मैले भाडा मोलेको हो त। अनि यो सानो भाडा चाहिँ म पहिला दिएँ, त्यहाँदेखि चाहिँ ठुलो भाडा दिन्छ होइन। थाला चाहिँ धुँदैछु अनि चाहिँ टाङ र टुङटुङ गर्दै धुँदैछु म चाहिँ भाडा। अनि छिटो अनि तपाईँहरूलाई पनि लामो भिडियो नहोस् भनेर होइन गाइस। अनि चाहिँ यो चाहिँ म चाहिँ यो भिडियो चाहिँ सानो गरेर हाल्नुहोस् नि त सबै काम गरेको गाइस। अनि चाहिँ मजाले मगहरू धोएर भाडा पनि हामी चाहिँ हतार त धुएको छैन त, टाङ र टुङटुङ गरेर चाहिँ धुँदैछु होइन गाइस। अनि चाहिँ यहाँ चाहिँ म यो सानो भाडा चाहिँ धोइसक्नु आँटेको छु। यो चाहिँ मेरो बिहानको खाजा खाएको भाडा हो होइन। अन्त गाइस यो चाहिँ त्यहाँको चाहिँ म यो धोइसकेर चाहिँ किचन सानासिनिक चाहिँ पारिसकेको छु होइन गाइस। त्यहाँदेखि चाहिँ टर्न आयो मेरो ठुलो भाडा तातो पानी हालेर चाहिँ यो धुन आँट्यो, किनभने यो चाहिँ बेलुकाको भाडा हो होइन गाइस। आधी चाहिँ बेलुका दिन्छु, आधी चाहिँ बिहान धुन्छु नि त यो ठुल्ठुलो भाडाहरू चाहिँ। अनि चाहिँ यहाँ म करे मजाले मार्दैछु। अनि तपाईँलाई पनि हाँस्दै लाइक गरिदिनुहोस् भनेर भन्दैछु गाइस। अनि चाहिँ यहाँनिर चाहिँ एकदमै मजाले भाडा चाहिँ म धुँदैछु। अब चाहिँ राइस कुकरको टर्न आयो, राइस कुकरको टर्न आयो। अन्त यो चाहिँ यो सबै बेलुकाको भाडा हो त गाइस मेरो। अनि अघिको चाहिँ आधी हो चाहिँ खाजा खाएको भाडा हो। अनि कुकर चाहिँ मजाले तातो पानी लगाएर माझेको होइन गाइस। अनि चाहिँ मजाले चाहिँ टल्किने मजाले घोटेर धोएँ होइन, किनभने साह्रो मैला भइरहेको थियो नि त। अनि टल्काउनु चाहिँ सकिनँ होइन गाइस। अनि चाहिँ यसलाई चाहिँ मजाले धोएर चाहिँ हामी चाहिँ हातसात पखाल्यो। त्यहाँदेखिको चाहिँ मैले चाहिँ राइस कुकर पखाल्नु थालेँ। त्यहाँदेखिको चाहिँ राइस कुकर पखालिसकेर चाहिँ त्यहाँदेखिको चाहिँ मैले आधी चट्टै स्किप गरिदिएर चाहिँ त्यहाँदेखि चाहिँ मैले भाडा दिइसकेँ भनेर तपाईँहरूलाई देखाएर चाहिँ त्यहाँदेखि चाहिँ मैले भाडाहरू सबै कितलीमा पानी भर्दैछु। यो चाहिँ म चाहिँ भातको लागि पानी बसालेको हो होइन गाइस। अनि चाहिँ अब चाहिँ म जान्छु भित्र तपाईँहरूलाई देखाउनुको लागि, भित्रको काम देखाउनुको लागि होइन। अनि भित्रको काम चाहिँ मेरो अझमै डरलाग्दो छ, किनभने मेरो चाहिँ फोन ज्यादा हेर्नु भुलिने बानी छ। अनि चाहिँ म चाहिँ यहाँ सिट रुममा मेरो जुन चाहिँ जहाँ चाहिँ म सुत्छु होइन। अनि यहाँनिर चाहिँ तपाईँहरूलाई मेरो ओछ्यान देखाउँदैछु। अनि यहाँ चाहिँ यो चाहिँ मेरो सानो फोन हो, पहिला चलाउने फोन हो। यो फोनबाट चाहिँ म चाहिँ यही रनिङहरू कुद्नुहरू जाँदा चाहिँ म यो फोन युज गर्छु होइन, चलाउँछु। अनि हेडफोन लगाएको, हेडफोनमा त सुन्दैन फेरि टकटका That's what Colorado is what a feeling. The other things all over this was with the library. This one, the woman ran on the record, it's a little no matter that same way. One day, yeah, we're about to feel it. कौन है ये लोग?
कहाँ से आते हैं ये? Yo, हुन्छ होला हुन हुन्छ पुरा हुन भइरहेको छ अनि होइन यसको त साथ सकेछ होइन गाइस अनि चाहिँ अब चाहिँ नभुलिकन अब चाहिँ मेरो यो ब्ल्याङ्केटहरू पट्टाउँछु होइन अनि चाहिँ यो ब्ल्याङ्केट चाहिँ फ्याट्टै फ्याँकिदिएँ मैले अनि चाहिँ त्यहाँदेखि चाहिँ फ्याँकिदिएर चाहिँ कुसनहरू मिलाउनु थाल्यो है त गाइस अनि यो कुसन मिलाउँदैछु यो चाहिँ मेरो तपाईँहरूले सोच्नु हुँदैन होला यो भिडियोको लागि मात्रै बनाएको होला भनेर तर गाइस यो चाहिँ मेरो डेलीको काम हो होइन गाइस यो कुसन फेरि उल्टा लगाएपछि आँखा चारवटा छ र पनि देख्दै आँखा देख्दैन सो गाइस अनि चाहिँ यहाँ चाहिँ म कुसनहरू मिलाउनु थालेँ यो चाहिँ तपाईँहरूले सायद उयो भन्दै होला होइन यो तर यो मेरो डेलीको काम हो होइन गाइस अनि चाहिँ आज चाहिँ तपाईँहरूलाई देखाएको मेरो काम होइन आजको भ्लग चाहिँ यही हो होइन गाइस अनि चाहिँ कुसनहरू पनि चट्टै मिलाइसकेँ होइन गाइस कस्तो सफा देख्यो कस्तो दामी देख्यो होइन तपाईँहरूलाई हेर्नु भन्दै थिएँ म चाहिँ अनि चाहिँ त्यहाँदेखि चाहिँ ब्ल्याङ्केट पनि पट्टाइसकेँ अनि चाहिँ यहाँ चाहिँ म तपाईँहरूलाई गफ दिँदै थिएँ त गाइस ब्ल्याङ्केट पट्टाइसकेँ यस्तो मजाले पट्टाइरहेको छु भनेर भन्दै थिएँ अनि चाहिँ यहाँ पट्टाइ मिलाइसकेर चाहिँ त्यहाँदेखि चाहिँ म लाग्छु अब किचनतर्फ किनभने चाहिँ अब किचन अरे नभुलिकन अब चाहिँ किचन त सकेँ बिर्सेछु अब चाहिँ म गर्छु बिच कोठाको काम होइन गाइस अनि काम चाहिँ यति बिघ्न छ भनेर चाहिँ भन्दै थिएँ म पनि आफै हरेस खाइरहेको थिएँ त गाइस अनि चाहिँ यहाँ चाहिँ अब चाहिँ क्यामेरा सेटअप गरेर चाहिँ अब चाहिँ म यसलाई चाहिँ फेरि जुत्ताहरू चाहिँ आफ्नो आफ्नो ठाउँमा राखेर होइन गाइस चप्पलहरू मिलाएर बेन्चीहरू सारेर कुसनहरू भुइँमातिर फ्याँकिदिएर होइन गाइस अनि चाहिँ मैले चाहिँ फेरि मिलाउनु थालेँ त सोफा अनि सोफा मिलाइसकेर चाहिँ तपाईँहरूलाई देखाएँ त कस्तो दामी मिलाएँ त मैले हेर्नु त गाइस अन्त यस्तो सफा काम गर्ने कस्तो बानी छैन अब चाहिँ म गएँ अनि म चाहिँ गएँ फेरि किचनमा होइन गाइस अनि किचनमा गएर चाहिँ फेरि तपाईँहरूलाई बिच कोठाहरू देखाउनु गएँ किनभने मैले यस्तो ठिकै त बनाइरहेको छैन गाइस अब खतरा बनाइरहेको छु भनेर चाहिँ होइन फेरि तपाईँहरूलाई देखाउनु गएँ फेरि म किचनमा गएर चाहिँ के गर्छु भने चाहिँ किचनमा गएर चाहिँ म अब चिया बनाइदिन्छु है त अनि चिया बनाउँछु होइन अन्त मेरो चाहिँ गल्फ लाने निक्लेको थियो नि त गाइस होइन अन्त पाइप फुकेर अनि तपाईँहरूलाई रियाक्सन चाहिँदाखेरि चाहिँ पानीको पाइप फुकेको मेरो चाहिँ एकै गर्लफ्रेन्डले मतलब कि बल्झिबस्छ एककुरी के भएको त्यस्तै हुन्छ मेरो चाहिँ खालि होइन गाइस अन्त चाहिँ म अमिलो पिरो हुन्छ पिरो अलिअलि खान्छु ज्यादा चाहिँ खाँदिनँ अमिलो त्यस्तै झालमुरीहरू त्यस्तोहरू त मेरो त नाममै कुरै छैन अब त्यस्तो त म त कुद्ने मान्छे हो भनेर होइन गाइस अनि चाहिँ म फेरि यहाँनिर ताप्केमा चाहिँ दुध हालेँ होइन दुध हालेर चाहिँ अब चाहिँ यो चाहिँ म चिया बनाइदिनु आँटेको नि त होइन गाइस अनि ग्यास अन गरेर ग्यास अन गरिसकेर त्यहाँको ट्याक्क बाल्यो है त त्यहाँदेखिको बालेर चाहिँ त्यहाँदेखि चाहिँ तपाईँहरूलाई मैले चिया बनाएको चाहिँ देखाउँदिनँ किनभने ढिलो हुन्छ काम होइन तपाईँहरूलाई पनि अब हेरिबस्नु चाहिँ अब चिया बनाएको कहाँ देखाइहोस् न होइन त गाइस अन्तखेरि चाहिँ मुकबाङको चाहिँ मैले भ्लग हालेको थिएँ होइन तर युट्युबले चाहिँ मलाई दिएन होइन गाइस कपिराइट भनेर त होइन अरू भनेर आएको थियो होइन गाइस अनि त्यो मुकबाङको भ्लग हेर्नुहुन्छ भने चाहिँ फेसबुकमा गएर हेर्नु सक्नुहुनेछ होइन अन्त फेसबुककोहरू छ युट्युबमा गएर मेरो अरू भिडियोहरू हेर्नु सक्नुहुनेछ अनि यहाँनिर मैले गएँ छोइसङमा गएँ अनि छोइसङको म्याट उठाएँ होइन अब चाहिँ मेरो म्याट उठाउने काम थियो नि त गाइस हो अन्त यहाँभित्र सबै हाम्रो चाहिँ म्याट छ यो म्याट चाहिँ उठाउनु पर्ने होइन उठाइकन बढाल्नु पर्ने छैन पनि खै कस्तो काम दिएर जान्छ गाइस होइन अनि बिहान बाहिर चाहिँ कस्तो टन घाम लाग्यो त घरि घाम लाग्छ घरि पानी पर्छ घरि घाम लाग्छ घरि कुन चाहिँ दिनुहुन्छ घरि कुन चाहिँ दिनुहुन्छ अनि यहाँ चाहिँ मैले म्याट फ्याँकिदिएँ फ्याट्टै म्याट फ्याँकिदिएँ त अन्त फेरि म वासिङ मेसिनमाथि चाहिँ आफ्नो फोनलाई त राख्नुको लागि अडाउनुको लागि चाहिँ त्यहाँ राखेँ अन्त चाहिँ त्यहाँदेखि चाहिँ त्यो फोन पनि नअडेको कस्तो खालको यस्तो गरममा फेरि फोन पनि नअडिदिएको है त गाइस त्यहाँ माथिनिर त्यहाँदेखिको गएँ त्यहाँको बोरा उठाएँ त्यहाँको बोरा पनि 3टा ओछ्याउँछ गाइस हाम्रो के भएको के कुकुरहरूले साह्रै मैला बनाइन्छ गाइस हेर्नुहोस् न भाइ गयो अब हिर्काउनु पनि यिनीहरूलाई त म त के गर्नुपर्ने हो गाइस
यिनीहरू भित्र बस्ने बानी छ कि गाइस सानोदेखि भित्र राखेर चाहिँ यिनीहरू ट्याक्कै बाहिर बस्नु चाहिँ मान्दैन है त अन्त सोफातिर बसिदिन्छ होइन गाइस अन्त बोरा चाहिँ फ्याट्टै फ्याँकिदिएँ मैले हो यिनीहरूले यति साह्रो मैला बनाउँछ होइन अब चाहिँ म सिट रुम सफा गर्नु चाहिँ गएको अनि तपाईँहरूलाई देखाउने छु अनि चाहिँ तपाईँहरूलाई झाडु चाहिँ झाडु चाहिँ किन बोकेको होला भन्दा चाहिँ झाडु चाहिँ हामी सिट रुम बढाल्छु झाडुले चाहिँ अनि कुच्चो त्यहाँको मैला जाँदैन नि त अन्त चाहिँ झाडुले बढाल्छु झाडुले चाहिँ सट्टै गइहाल्छ हो गाइस अनि चाहिँ गलफुलाले चाहिँ मलाई बोल्नु एकदमै साह्रो परिरहेको थियो यो चाहिँ मैले भोइस रेकर्ड गरेर चाहिँ बोलेको हो गाइस अनि मैले गलफुलाले चाहिँ एकदमै साह्रो बनाइरहेको थियो के वैज्ञानिकले गलफुला पनि घरिघरि त टट्टै चुट्टाएर फ्याँक्नु मन लाग्छ होइन गाइस तर के गर्नु फ्याँक्नु सक्दैन खानसँग निक्ल्यो भने पनि भयो होइन गाइस अन्त चाहिँ त्यहाँदेखि चाहिँ अब म बढाल्छु भनेर चाहिँ तपाईँहरूलाई भन्दै थिएँ अनि चाहिँ अब यहाँ क्यामेरा टक्कै लगाएर टेबलमा राखेर त्यहाँदेखिको चाहिँ अब म बढाल्छु है त अनि कुदेर गएर त बढाल्नु पो थाल्यो गाइस म त तपाईँहरूलाई देखाउनुको लागि होइन गाइस अरू बेला चाहिँ म यो कामहरू गर्दैन भित्रको काम चाहिँ सबै छैनले गर्छु होइन म त खालि किचनको काम मात्रै गर्छु होइन गाइस अनि किचनको काम चाहिँ म के गर्छु भन्दा चाहिँ खानाहरू म सबै बिहान सानासानै सकेर चाहिँ खाना पकाउँछु नि त अन्त चाहिँ त्यही मेरो टाइम जान्छ अन्त चाहिँ त्यही कारणले चाहिँ छैनले चाहिँ भित्र गएको सबै काम गर्छ होइन छैन नभएको बेलामा चाहिँ म गर्छु होइन अन्त यहाँ चाहिँ म हत्तु भएर फ्याटक्कै भएर बसिरहेको थिएँ त गाइस त्यति बढाल्दै फ्याटक्कै कस्तो खालको मान्छे चाहिँ होला म गाइस त्यहाँको बसेर बढाल्दैछु अनि त्यहाँदेखि चाहिँ फेरि छैन नहुँदाखेरि के हो गाइस घरहरू के हो अब म चाहिँ अब सफा त राम्रै गर्छु तर छैनले चाहिँ कहाँबाट मैला देख्छ हो गाइस अन्त फेरि राम्रो सफा गरेन यो गरेन त्यो गरेन भनिराख्नु भएको हुन्छ हो गाइस अन्त चाहिँ मलाई गर्नु मनै लाग्दैन क्या गाइस छैनले फेरि राम्रो सफा भएन के भएन भन्दै गरेको हुनुहुन्छ होइन अन्त चाहिँ म चाहिँ यहाँनिर जिब्रो बाहिर निकालेर तपाईँहरूलाई देखाउँदै थिएँ होइन गाइस अन्त चाहिँ यहाँनिर चाहिँ अब मेरो चाहिँ यहाँ टेबलको टर्न आयो त अन्त फोन चाहिँ उता सारेर फेरि बढाल्नु थाल्यो म चाहिँ टेबल सारेर फेरि बढाल्नु थालेँ त्यहाँदेखिको फेरि बढालिसकेर चाहिँ यो चाहिँ मैले छोटो गरेर चाहिँ तपाईँहरूलाई देखाएको टेबल चाटाइ बढालिसकेर चाहिँ त्यहाँदेखिको टक्कै मिलाइदिएँ अन्त मिलाइदिएर झाडु बोकेर फोन पनि बोकेर त्यहाँदेखिको चाहिँ तपाईँहरूलाई देखाउनु थाल्यो त गाइस अनि चाहिँ तपाईँलाई यो भिडियोमा कस्तो लाग्छ के लाग्छ सब्सक्राइब लाइक सेयर गर्नु नबिर्सिनु है त गाइस अनि चाहिँ त्यहाँदेखि चाहिँ तपाईँहरूलाई सिट रुम देखाएँ त कस्तो भयो भनेर त्यहाँदेखिको म किचनमा आइपुगेँ सब्जी केलाउनु किनभने अब काम गर्दा टाइमै बिर्सेछु कति भयो टाइम हेर्नु बिर्सेछु होइन गाइस अन्त चाहिँ भाँडा बोज्नु आँटेछ होइन गाइस अन्तखेरि फेरि म सब्जीतर्फ लागेँ अनि चाहिँ अब चाहिँ यो लाली साग र गिनारी केलाउनु पर्ने तर यो साग केलाउनु चाहिँ मलाई एकदमै झिजो लाग्छ किनभने चाहिँ पुरै किराले खाइसकेको रहेछ पत्ताहरू त होइन गाइस अन्तखेरि यहाँ इस्कुसको मुन्टा पनि थियो त गाइस आज पकाउनु पर्ने मेरो चाहिँ यो थियो होइन गाइस अन्त इस्कुसको मुन्टा थियो अनि तपाईँहरूलाई इस्कुसको मुन्टा देखाउँदै थिएँ अनि चाहिँ यहाँनिर चाहिँ केलाउनु पर्थ्यो होइन अन्त मैले फोन टक्कै राखेर चाहिँ अनि यहाँनिर चाहिँ चिन्डे भन्ने चाहिँ अब अचार होइन गाइस चिन्डेको चाहिँ अचार बनाउनु आँटेको थिएँ नि त मैले होइन गाइस अनि यो चाहिँ उसिन्नुपर्छ नि त उसिनेर त्यहाँदेखिको उसिन्नुपर्छ उसिनेर यसको अचार बनाउँछ होइन सब बदाम हालेर बनाउनुपर्छ नि त यसको चाहिँ अन्त चाहिँ मिठो हुन्छ होइन गाइस अनि त्यहाँदेखि चाहिँ मैले इस्कुसको मुन्टा केलाउनु थालेँ गाइस अनि अन्त छिटो हतार केलाउँदै किनभने टाइम 12 बज्न आँटेको नि त गाइस अन्त कामको धुनमा टाइम पनि याद गरिनँ मैले त हो गाइस अनि चाहिँ हतार केलाएर तपाईँहरूलाई देखाइहालेँ फेरि होइन गाइस अझै छ कि भनेर हेरेको त मुन्टै पो सकिसक्यो केलाउँदा अन्तखेरि यो त केलाइसक्यो अब चाहिँ थियो साग केलाउनु बारी होइन साग त अब यस्तो किराले खाएर आइथ्यो गाइस अब केलाउनु यस्तो झिजो लाग्छ कि मलाई अनि चाहिँ त्यहाँदेखि चाहिँ म साग केलाउनु थालेँ मजाले बसेर होइन अनि चाहिँ त्यहाँदेखि साग एक एकवटा त अब कहिले सक्नु होइन गाइस तर पनि मैले एक एकवटा किनभने किरा छ भनेर चाहिँ एक एकवटा गर्दै म चाहिँ केलाउँदै चाहिँ छुरी चाहिँ ट्याक बाँच्दै थिएँ होइन गाइस अन्त राम्रो जति चाहिँ म त्यति हालेँ अनि किराले अब बेसी भन्दा पनि बेसी त किराले खाएको थियो अनि लाली साग चाहिँ बेसी किराले खाएको थियो होइन अन्त गिनारी चाहिँ तपाईँहरूलाई थाहै छ केलाउनु कति साह्रो पर्छ गिनारीको फेरि त्यसको फुल खायो भने फेरि डायरिया हुन्छ नि त होइन गाइस अनि त्यो डायरिया हुन्छ भने त्यो पनि चाहिँ अब मजाले हेरेर चाहिँ केलाउनु पर्ने हो गाइस अनि चाहिँ मैले गिनारी पनि केलाइसकेँ होइन गाइस
अनि चाहिँ यो जार चाहिँ अहिले फ्यान्छु होइन गाइस। यो जार चाहिँ अहिले फ्यान्छु। यो दुईटै मैले चाहिँ अब केलाइसकेँ। अब यसको पकाउने मात्रै त्यहाँदेखि चाहिँ म तपाईँहरूलाई चिन्ने देखाउँछु। मैले उसिन्थेँ यो चाहिँ अहिलेको चिन्ने मैले उसिन्दै थिएँ होइन गाइस। अनि चाहिँ यहाँनिर म भित्र आएँ फेरि। त्यहाँदेखि चाहिँ भित्र चाहिँ किन आएको भन्दा एउटा रुम चाहिँ मैले सफा गर्नु बिर्सिरहेको रहेछु होइन गाइस। अनि चाहिँ यहाँनिर चाहिँ बत्ती बालेर चाहिँ साह्रै अँध्यारो भयो भनेर चाहिँ भन्दै थिएँ। अनि चाहिँ यहाँ म ऐना हेर्दै कपाल मिलाउँदै थिएँ होइन गाइस। अनि चाहिँ मजाले कपाल पनि लुगा पनि मिलाएँ होइन गाइस। अन्त मिलाएर चाहिँ फेरि अनि त्यहाँदेखि चाहिँ अब म ओछ्यान पट्टाउँछु होइन। अनि क्यामेरा सेटअप गर्नुपर्छ होइन गाइस। अनि क्यामेरा सेटअप चाहिँ मैले भुइँमा गरेँ किनभने त्यहाँ राख्ने ठाउँै नभएर होइन गाइस। अनि चाहिँ मैले त्यहाँनिर राखेर त्यहाँदेखिको मैले ब्ल्याङ्केट पट्टाउनु थालेँ त गाइस। अनि ब्ल्याङ्केट चाहिँ मलाई छैनीले चाहिँ पट्टाउनु आउँदैन भन्नुहुन्छ नि त होइन गाइस। अनि चाहिँ यो चाहिँ मैले पट्टाएर देखाइदिएको। अनि भिडियो हेर्नु हुँदैछ भने हेर्नु है त मैले कसरी पट्टाउँदैछु है त। अनि चाहिँ यो चाहिँ मैले छैनीलाई मेसेज दिएको होइन गाइस। अनि चाहिँ यो चाहिँ म सिरानी मिलाउँदैछु। अब चाहिँ मैले चाहिँ ब्ल्याङ्केट पट्टाइसकेर अब सिरानी चाहिँ चटक्कै मिलाएर मुनि हेरेको त अब डिङ्की पो निक्लिँदै रहेछ यत्रोबाट पुच्छर लिएर। पुच्छर लिएर म त तर्सेर एकछिन त हेरेकै भयो डिङ्कीलाई। अनि चाहिँ त्यहाँदेखि चाहिँ यहाँ टक्कै मिलाइसकेर चाहिँ तपाईँहरूलाई लाइक दिनुहोस् त भनेर भन्दै थिएँ। अनि चाहिँ त्यहाँदेखि म बाहिर गएँ म्याट लगेर त्यहाँको म्याट त उठाउनै बिर्सेछु। अनि चाहिँ बाहिर त यति साह्रो गरम छ कि अब के भन्नु अब होइन गाइस। अनि यहाँ चाहिँ डिङ्कीलाई त भेट्छस् तुलाई भनेर चाहिँ भने होइन गाइस। अनि चाहिँ त्यहाँदेखि गएँ म बाहिर तपाईँहरूलाई देखाउनुको लागि कति साह्रो घाम लागिरहेको छ भनेर बाहिर गएको त अम्बो तालुमै घाम लागेर त मोमो यस्तो साह्रो गरम। फेरि म भित्र गएँ नि हतार भित्र गएँ। अनि भित्र गएर फेरि किचनमा गएँ होइन त। किचनमा गएन त्यहाँदेखि त म बढाल्नु लागेँ होइन गाइस। अनि भित्र गयो फेरि डिङ्की बाहिर छ यसलाई पनि हतार खेदिदिएँ होइन गाइस। अनि खेदेर चाहिँ यिनीहरू जहिले पनि घर यसरी मैला बनाउँछ खालि भित्र मात्रै भन्छ यिनीहरू चाहिँ। अनि म चाहिँ बढालेर चाहिँ बिचको ठाइपुगिसकेको थिएँ है गाइस। अनि चाहिँ म मजाले सिनिकै बढाल्दै यिनीहरूले यति साह्रो मैला बनाएको हुन्छ बाहिरको धुलो भित्र ल्याएको हुन्छ। अनि यहाँ चाहिँ मजाले बढाल्नुपर्छ है त गाइस। अनि चाहिँ म अर्को रुमतर्फ लागेँ है त गाइस। अर्को रुममा गएर त्यहाँनिर मजाले बढाल्दैछु है त गाइस। अनि डिङ्की चाहिँ अघि त्यहाँ मुनिबाट निक्लेको थियो नि त त्यसले पनि साह्रै मैला बनाउँछ घर। अनि चाहिँ त्यहाँनिर सिनिकै बढाल्दै थिएँ। बढाल्दा फ्यान टक्कै झरेर त ल्या अब चाहिँ मार्यो भनेर फेरि म हतार उठाउनु थालेँ त। अनि चाहिँ उठाएर त्यहाँदेखिको त्यसलाई छोपिदिएँ मैले। त्यहाँदेखिको फेरि बढाउनु थालेँ त गाइस म। त्यहाँदेखि बढाल्दा त्यहाँदेखिको बिच कोठा पुगेँ। बिच कोठा पुगेर बढाल्नु छोइसम्म त बढाल्नु बिर्सेछु। फेरि त्यहाँदेखिको म गएँ। त्यहाँदेखि फेरि छोइसम्म बढाउनु गएँ त गाइस। छोइसम्मै बढाउनु बिर्सेछु। फेरि त्यहाँ गएँ। अन्त चाहिँ माथि बलमा हातको उयो सारेर त्यहाँदेखिको फेरि त्यहाँ बढाउनु थालेँ। त्यहाँदेखिको त्यहाँ बढाइसकेर त्यहाँको म गएँ बाहिर। त्यहाँको बाहिर हेर्नुहोस् त गाइस यति बिना मैला हुन्छ। यिनीहरूले डिङ्की र भाइले मैला बनाइन्छ त गाइस भित्र बस्ने बानीले गर्दाखेरि। अनि चाहिँ यहाँनिर चाहिँ म बढाएको छैन गाइस। अनि चाहिँ त्यहाँको गाइस मैले चाहिँ यहाँ मजाले बढाइसकेँ। त्यहाँको चाहिँ मैले बढाइसकेर आधी काम चाहिँ देखाएन किन भन्दा चाहिँ भिडियो साह्रै राम्रो हुन्छ भनेर। त्यहाँको मैले हेर्नुहोस् त घर पनि पुसिसकेको छु। अनि पुसिसकेर चाहिँ अब चाहिँ म खाना बनाउँछु किनभने साह्रै ढिलो भइसकेको छ। अनि चाहिँ यहाँनिर मेन कुरा त काट्नु बिर्सेछु। हाम्रो चाहिँ यहाँ आलु चाहिँ एकदमै धेरै चल्छ हाम्रो घरमा चाहिँ आलु चल्छ चाहिँ एकदमै बेस्ट हो होइन। अन्त यहाँनिर चाहिँ फेरि म आलु काट्नु थालेँ होइन गाइस। अनि चाहिँ आलु काट्दै थियो होइन गाइस। अन्त आलु चाहिँ एकदमै मन पराउँछ होइन। अनि आलु छैन भने त केही छैन जस्तो लाग्छ होइन गाइस सब्जी। अनि यहाँ आलु काटिसकेर त्यहाँदेखि फेरि म भ्लग बनाउनु थालेँ अर्को किनभने मैले सब्जीहरू त बसाइसकेको थिएँ होइन गाइस। अनि चप्पल लगाएर चाहिँ म बाहिर गएर चाहिँ होइन गाइस यस्तो बिना घाम लागिरहेको छ भनेर चाहिँ मम्मीले चाहिँ तपाईँलाई। अनि चाहिँ अस्ति चाहिँ म ग्राउन्डमा चाहिँ कुद्दै थिएँ होइन पानी मतलब कि पानी पुरा जमिनु नि त ग्राउन्डमा। अन्त चाहिँ त्यहाँनिर चाहिँ मेरो जुत्ताहरू चाहिँ सुकाउनु किनभने एकदमै डरलाग्दो भिजिरहेको थियो। जुत्ता त सुकाउनु पर्यो होइन गाइस चिसो त लाउँदैन। अनि तपाईँलाई खोर्सानी देखाउँदै थियो रोपेको खोर्सानी चाहिँ होइन। यो चाहिँ मैले रोपेको होइन यहाँ अङ्कलहरू आएर रोपेको। अनि यो चाहिँ मेरो जुत्ता होइन। यो चाहिँ म कुद्दाखेरि लाउँछु। अनि यो चाहिँ मेरो सक्स मजा। अनि यो चाहिँ म सुकाउनु लागेको होइन। योहरू सुकाएर चाहिँ होइन गाइस म दुईखेप ग्राउन्डमा चाहिँ लडेको थिएँ नि त चिप्लो लडेको थिएँ। अनि लुगा चाहिँ ट्यान्डुम भिज्यो गाइस। अनि चाहिँ योहरू सुकाएर चाहिँ तपाईँहरूलाई देखाउँदै थिएँ त मैले लुगा होइन गाइस। अन्त चाहिँ त्यहाँको यति साह्रो घाम भनेर चाहिँ म त कपाल चिलाउँदै बसिरहेको थिएँ त। अन्त घामेर घाम त चट्याङ होइन गाइस। अनि चाहिँ म चाहिँ हाँसलाई देखाउँछु हाँस तँलाई गरम भएन भनेर सोधिरहेको थिएँ। यो फुल चाहिँ मैले रोपेको चाहिँ होइन यो चाहिँ दामी फुलिरहेको छ होइन गाइस। अनि यतिकै हो। अन्त म त्यहाँदेखिको गएँ
किचनमा हाम्रो चाहिँ खाना एकदमै बेसी तात्यो होइन गाइस तात्यो पुरा गरम हुन्छ नि किचनमा चाहिँ होइन गाइस अनि यहाँ चाहिँ खाना बनाइसकेको अनि यहाँनिर चाहिँ हाम्रो कुखुरा चाहिँ पुरै ब्रेक डान्स जस्तो गरिरहेको थियो त यहाँ अनि म चाहिँ यहाँ चाहिँदिएर चाहिँ मुनि झारिदिनु भनेर भन्छ होइन एकछिन यो आफै झर्छ भनेर चाहिँ भने मैले तर यो कुखुरा त ट्याक्कै आफै झर्नु के यसको ब्यालेन्स नभएको कि यसले सायद ब्यालेन्स मिलाउनु खोजेको होला भने अन्त चाहिँ कुखुरा अर्को कुखुरा पनि त्यहीँनिर थियो होइन गाइस यो चाहिँ ओथ्रा बसेको पो थियो नि त आज चाहिँ निक्लेछ अनि निक्लेर चाहिँ त्यहाँ माथि पनि बसेछ टापामा यो चाहिँ हाम्रो लुगा सुकाउने टापा हो होइन गाइस त्यो चाहिँ पुरै ब्यालेन्स बनाइरहेको थियो त्यो कुखुराले होइन माथि अनि म चाहिँ मजाले भिडियो बनाउँदै थिएँ अनि छैन चाहिँ जान गएर झार्दै मुनि भनेर चाहिँ भन्नुहुँदै थियो होइन गाइस अनि त्यहाँदेखिको म चाहिँ एकछिन भिडियो बनाइबसेँ त्यसको अब झर्छ कि झर्दैन हेरेँ नि त मैले झर्छ कि झर्दैन भनेर अन्तखेरि त्यहाँदेखिको म हेर्दै थिएँ मजाले हेरिरहेको थिएँ सायद आफै झर्छ होला अब यो झरेको चाहिँ म तपाईँहरूलाई देखाउँछु भनेर चाहिँ भन्दै थिएँ होइन गाइस अनि यो चाहिँ मैले पुरा भिडियो बनाउँदै थिएँ यसको होइन गाइस अनि यसको भिडियो नै म चाहिँ त्यहाँ गएँ अब चाहिँ यसलाई उसमा आफै झारिन्छ आफै झर्नु सक्नुहुन्छ होइन रहेछ भनेर चाहिँ भन्दै थिएँ होइन गाइस अन्त चाहिँ यसलाई म अब एकछिन यतिकै राखिदिन्छु म गएर चाहिँ झर्छ होला भनेको त के झर्छ झन् त्यहीँ हल्लेर अड्केर बसिरहेको थियो म चाहिँ नझारिदिउँ भन्दै थिएँ फेरि अड्केर फेरि कहाँ त्यहीँभित्र पस्छ होला भनेर सोचेँ होइन गाइस अनि चाहिँ मलाई देखाएको चाहिँ भाग्नु पो थाल्यो कुखुरा त होइन गाइस अनि चाहिँ त्यहाँदेखि चाहिँ त्यसलाई मजाले तपाईँलाई देखाएँ त्यहाँदेखिको त अलिकति मात्रै छोएको थिएँ आम्मामा उडेर त कहाँ पुगिरहेको कुखुरा त आम्मामा यो चाहिँ हाम्रो ओथ्रा बसेको पानीले उफ्रेर कहाँ पुगिरहेको एकैछिनमा हो गाइस अनि चाहिँ यहाँनिर चाहिँ म रनिङ मेरो तपाईँहरूलाई थाहै छ सधैँ आउने ठाउँ होइन गाइस अनि यहाँनिर चाहिँ म तपाईँहरूलाई देखाउँदै थिएँ होइन गाइस अनि चाहिँ म चाहिँ ओह्रालो आइपुगिसकेको थिएँ होइन अनि चाहिँ आधी बनाउँदै भ्लग जाँदै थिएँ म चाहिँ अनि तपाईँहरूलाई के भनेर भन्दै थिएँ अनि यहाँनिर चाहिँ टक्कै यहाँनिर चाहिँ ढुङ्गा माथिबाट स्वाट्टै ढुङ्गा 2-3वटा कतिवटा गरेर झऱ्यो अनि म चाहिँ तर्सेर त्यहाँबाट भागिदिएँ होइन गाइस अनि सायद बाँदरले के हो त्यो चाहिँ थाहा भएन होइन अनि म चाहिँ उकालो भागेँ त्यहाँदेखि ग्राउन्डमा चाहिँ भिडियो बनाउनु बिर्सेछु होइन गाइस अनि घरमा आएर भिडियो बनाएँ होइन तपाईँहरूले आजको भ्लग चाहिँ यति नै हो सब्सक्राइब लाइक सेयर गर्नु चाहिँ नबिर्सनु अझै यस्तो भिडियो चाहिन्छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्दा हुन्छ होइन गाइस अनि यतिकैमा टाटा बाई बाई होइन आजको भ्लग चाहिँ यति नै हो गाइस होइन भ्लग चाहिँ एकदमै राम्रो भएको छ होइन गाइस तर पनि तपाईँहरूले सबैजना